टाइम चाहिँ म आउँदिन है तँ आउनुपर्छ भनेर पार्लरमा केही नगरी बसेको बेला अनि केही नलगाइ बसेको बेला त क्लाइन्टहरुले भन्छ मेरो अलिअलि पिगमेन्टेसन छ नि त भन्छ कि तपाईकै यस्तो पिगमेन्टेसन रहेछ तपाई नै यस्तो केही नलगाइ प्लान्टहरु पनि मेरो यस्तो दामी भइरहेछ यो स्नेक प्लान्ट तेल है त अचारमा घरमा पढाउनु पर्ने छोरीको घरमा आउँदै है फर्के माने त्यही बोक्नु भएछ है त्यहाँ के हो मार्को अगाडि भन्यो अनि हजुर हजुरलाई पनि धेरै धेरै धन्यवाद दसैँ मान्न आउनु भएको भए यो त अनि आमा ल आइसक्नु भन्दा मुगा चाहिँ पुक्लुक्कै डल्नु भयो बाङ्गो अम्ला देख्छ ल हाँस्नु फेरि यस्तो होला नि एउटा पिरो भयो पिरो हालेको थिइस् केमा उयो अचार छ यहाँ यो उयो चाहिँ बोक्छ भएर दुईटा मात्रै किन्छ अरे सामान चाहिँ यहाँ त्यसको धेरै भाग ए होइन यता आइज न उयो किनौँ भनेको मिठो भयो मम्मा आइसक्रिम Hi everyone and namaste and happy Dasai to all सबैजनालाई मेरो तर्फबाट दासस्तीबाट happy Dasai and आज चाहिँ after a long gap मा चाहिँ I'm making vlog short vlog not a long right because I invited my friends for dinner right not friends only friend my childhood friend and she's coming for dinner with her mamu mother-in-law and grandmother muma and mamu सित चाहिँ आउनु हुँदैछ for dinner को लागि अनि त्यही हो हजुरहरुलाई अब I'm alone here है बे पनि हुनुहुन्न actually she invited me मेरो साथीले इन्भाइट गरेको थियो तर जहिले पनि म गइराखेको हुन्छु नि त त्यसकोमा सधैं नै गइरहेको हुन्छु जेसमा पनि त्यसले इन्भाइट गरिराखेको हुन्छ बट यो टाइम चाहिँ म आउँदिन है तँ आउनुपर्छ भनेर चाहिँ मैले इन्भाइट गरे अब दसैँ नमनाए पनि हैन म पनि एक्लै छु मेरो पनि त्यस्तो दसैँ के त्यस्तो हुँदैन तर पनि यसो खानापिनामा इन्भाइट गरेको र त्यही भएर सानो भ्लग पनि बनाउन त आफ्टर अ लङ टाइममा हैन एउटा उयो हुन्छ आया हात दुख्यो एउटा मेमोरी हुन्छ भनेर सो तिनीहरु अहिले आउँछ होला एकछिनमा अनि म चाहिँ अब खानाहरु प्रिपेयर गर्दै गर्छु किनभने तिनीहरुले चाहिँ चाँडै खान्छ र आई थिंक मामु चाहिँ मदर इन ल त्यसको है मामु चाहिँ फर्किनु हुन्छ होला राति अनि मुमा र त्यसलाई चाहिँ आज बस भनेको छु एक दिन अनि त्यही भएर त्यो र मुमा चाहिँ बस्नुहुन्छ होला ल तपाईलाई देखाउँछु के प्रिपेयर गर्छु भनेर आज त्यस्तो त के अब खास त्यस्तो केही बनाउँदिन तर पनि हजुरहरुलाई देखाउँछु कि वाचिङ है मलाई माया गरिदिनुस् अनि यो भ्लग चाहिँ म त्यो हाम्रो दासस्ती च्यानल थिएन त्यसमा चाहिँ हाल्दिन होला किनभने त्यो चाहिँ हाम्रो के पो मोनेटाइजेसन भएको पनि पैसाहरु पनि कमाउँदै थियो एडहरु पनि मजाले आउँथ्यो बट बेले चाहिँ एउटा कसको भिडियो त्यो सानो हुन्छ नि हाल्दैछ नि त्यसमा चाहिँ कपिराइट उयो आयो क्या अरूको रिकन्टेन्ट युज भएको आयो त्यही कारणले चाहिँ त्यसलाई चाहिँ उयो हुनु धेरै टाइम लाग्छ त्यही भएर म चाहिँ यो अर्को मेरो ब्युटीको पेज बनाएको छुइनँ जुन मेरो पहिलाको मगर्नी स्वस्ति भन्ने च्यानल त्यसमा चाहिँ अपलोड गर्छु होला र सबैजनाले हेर्दिनुस् होला र टाढामा भएको दार्जिलिङमा भएको मेरो आमा बाबा फ्यामिली नानाहरु दिदी बहिनी दाजुभाइ सबैजनालाई नै ह्यापी दसैँ है दसैँ आउन अझै 2 दिन छ तर पनि अनि आज चाहिँ साथीहरु आउँदैछ अनि 16 गते मिन्स मेन दसैँमा चाहिँ मम्मी र बहिनीलाई पनि बोलाएको छु मम्मी बहिनी अनि भाइलाई त्यही खानाहरुको लागि यही आउनु भनेर मलाई बोलाउनु हुँदै थियो घरमा तर म जादिन यही आउनु भनेर म नै पकाइराको हुन्छु ल धेरै बोले है हजुरहरु हरेस नमान्दिनु होला ल अब साथीहरु चाहिँ आउँछ अनि म चाहिँ प्रिपेयर गर्छु खानेकुरा अनि सबैजनालाई ह्यापी दसैँ ल दसैँ नमनाए पनि है रुमहरु चाहिँ सनाक्सिन यता त्यता पारिसके यता अलिअलि बिग्रेछ म भर्खर बसेर
अनि बाहिर पनि हिजो क्लिन गरेको हजुरहरूले सर्ट भिडियोमा देख्न सक्नुहुन्छ है। घाम चाहिँ तर दसैँको एकदम राम्रो लागिरहेछ। यो कपडाहरू धोएर सुकाइरहेको छु। यतातता हिजो क्लिन गरेको सबै यहाँ यसो यसो क्लिन गरिदिएको। प्लान्टहरू पनि मेरो यस्तो दामी भइरहेछ। यो स्नेक प्लान्ट अझै मैले यसलाई सारेको छु। ल हिजो घोटेको चाहिँ यस्तो सेतो भइरहेछ। ल्याउ है ल्याउँथ्यो। ल अब चाहिँ म यसो काटकुटहरू भए पनि गर्दै गर्छु सागसब्जीहरू है। तपाईँहरूलाई सो गर्छु है त। ल यसको अचार बनाउँछु होला। यसको अचार बनाउँछु। देन त्यहाँदेखि सब्जी चाहिँ चिकन छ अनि सिबी र आलु भुर्छु। त्यहाँदेखि पापड अचार दाल एन्ड अल। ल अब छिटो प्रिपेयर गर्दै गरौँ है। टाइम त छ। तिनीहरू 2-3 बजे आउँछु भनेको छ। टाइम त छ जस्ट 2 बज्न आँट्यो। तर पनि छिटो गर्दै गर्छु सब्जीहरू चाहिँ है। ल ओके हजुरहरू हेर्नु है मजाले। अलिक लाइट चाहिँ राम्रो आउँदैन होला किनभने किचनमा अलिक उयो छैन कि। किचनमा अलिक उयो मधुरो नै छ। अब यसो एप्रोन सेप्रोन लाउनु पर्यो। फेरि म त लुगाभरि लगाउने बानी छ कि खाना पकाउँदा पनि जे छुयो त्यही यतै लुगामै दल्ने। आयो धेरै टाइम बाद भ्लग बनाएको कस्तो कस्तो पो लाग्यो। बिजी पनि भयो है। त्यही कारणले बिजी भयो। अनि मेन त त्यही हाम्रो च्यानल त्यो मोनिटाइजेसन भएको पनि रोकियो के। अनि त्यही भएर चाहिँ अल्छी लाग्यो। कस्तो खालके यो एकछिन म उसमा राख्छु स्ट्यान्डमा। ला खै कस्तो कालो न कालो आयो। अब यत्तिकै हेर्नुहोस् न। पहिला चाहिँ म अचारको लागि मुलाहरू काटिराख्छु। ओके अचारको लागि मुलाहरू काटिरहेको छु। मुलाहरू यसपालि अलिक दसैँहरू त्यस्तो मनाउँदैन पनि होला। अलिअलि फ्यामिली टुगेदर है। अनि त्यही खानापिनाहरू चाहिँ हुनसक्छ होला है। किनभने अहिले त्यो अस्ति आन्दोलनले जेन्जीको आन्दोलनले गर्दामा पहिला सानो सानोमा त दसैँ भनेपछि है आमामा नयाँ कपडा किन्नु जानुपर्छ। नयाँ कपडा लाउनु पाउँछ। टिका लाउनु जानुपर्छ भनेर पैसा कमाउनु पर्छ भनेर कस्तो रमाइलो हुन्थ्यो। सबै उमेरमा नै रहेछ हौ। सबै सानो हुँदा नै रमाइलो हुँदो रहेछ। अब मेरो त झन् एक त घर पनि टाढा माइत घर पनि। अनि दसैँ तिहारमा जानु पनि पाइँदैन। तपाईँहरूले फेरि कसैले त सबै हेर्छ कि भन्छ होला नि के हो खाना पकाउँदा घरमै बस्दा पनि नक्कल पारेर मेकअप गरेर बसेको भन्छ होला। के गर्नु वुमेन हो नि त। मिन्स अब यस्तो हो सबै त्यस्तो हुँदैन। मैले चाहिँ मेकअप गरेको छु अलिअलि। अनि त्यस्तो धेरै पनि होइन है नर्मल। जे भए पनि आफूलाई केयर गर्नुपर्छ होइन। घरमै बसे पनि जहाँ बसे पनि लथालिङ्गै बस्ने केही नगरी बस्ने त्यस्तो गर्नु भएन। मलाई पनि कोही बेला त अल्छी लाग्छ नि। आज त यसो
पाहुना आउँदैछ नि त भन्नु है, त्यस्तो होइन। मतलब म चाहिँ यस्तो भन्छु कि केटी मान्छेहरूलाई यही नगरे पनि हुन्छ, जस्तो सुकै भएर पनि हुन्छ, बस्दा पनि हुन्छ, घरतिर बस्दा भन्छ होइन। अनि कसलाई नै देखाउनु छ र यस्तो उस्तो भन्छ। अनि मनको राम्रो हुनुपर्छ भन्छ। मनको त म पनि राम्रै छु नि, म नराम्रो छु र। अनि तर पनि अब म चाहिँ भन्छु सेल्फ केयर है इज रियली इम्पोर्टेन्ट। सेल्फ आफूलाई केयर गर्नु, आफूलाई माया गर्नु, आफूलाई पनि टाइम दिनु भनेको राम्रो हो। किनभने अरूले त गर्दैन नि त, अरूले त दिँदैन नि त। आफूले आफूलाई नै हो माया गर्ने, आफूले चाहेको कुरा गर्ने होइन, त्यसले नै खुसी मिल्छ नि त। त्यही भएर आफूलाई पनि टाइम दिनुपर्छ, आफू पनि अलिक चाटकचिटिक भएर बस्नुपर्छ। नभ्याउँदा ठिकै छ, भ्याउँदा गर्नुपर्छ, नभ्याउँदा त म पनि गर्दिनँ है। तर पनि मेरो चाहिँ अब प्रोफेसन पनि ब्युटिसियन, त्यही भएर अलिक ब्युटिसियन जस्तो भएर बस्नु पऱ्यो नि। अनि होइन त खै त्यस्तो हुँदो रहेछ हौ। म कोही बेला यसो पार्लरमा केही नगरी बसेको बेला, अनि केही नलगाइ बसेको बेला त क्लाइन्टहरूले भन्छ मेरो अलिअलि पिगमेन्टेसन छ नि त, भन्छ कि तपाईँकै यस्तो पिगमेन्टेसन रहेछ, तपाईँ नै यस्तो केही नलगाइ बसिरहेछ टाइपको भन्छ कि। अनि अलिक चाटकमिटिक मेकअप सेकअप गरेर बस्यो भने चाहिँ ए भन्ने अब उयो हुन्छ नि त, ब्युटिसियनै रहेछ। अब मेकअपहरू सिक्नु आउनेलाई पनि होइन यसो मेकअपहरू गरेको हेर्छ। अब आफू नै झातोजुङ्ग भएर बसेको छ भने त उनीहरूलाई पनि सिक्नु आउनेलाई या गर्नु आउनेलाई पनि ए ब्युटिसियनै त मेकअप आर्टिस्ट अनि उयो नै त यस्तो छ भन्ने हुन्छ नि त। अनि हामीलाई के गरिदिनुला, हामीलाई के सिकाउनु भन्ने त्यस्तो पनि हुँदो रहेछ कि। त्यही भएर यसको मतलब पनि यो होइन कि फेरि डरैलाग्दो मेकअप गरेर एकदमै हेभी लुक क्रिएट गरेर है यस्तो गरेर पनि भनेको होइन। आफूलाई सुहाउँदो ठिकैको, द्याट्स इट। ला म त बोलेको भयो। ल म यो सबै काटकुट गरेर हजुरहरूलाई देखाउँछु है। सो किप वाचिङ। यहाँ चाहिँ मैले मासु हल्का मेरिनेट गरिरहेको छु। अनि यहाँ तेल बसाएँ। अब पहिला पापड बनाइहाल्छु यही तेलमा, अनि मासु फ्राई गर्छु। मासु फ्राई हुँदैछ, यहाँ चाहिँ मासु फ्राई हुँदैछ, पापड रेडी भयो। अब मासु फ्राई हुँदै यतानिर चाहिँ म सिमी काट्छु है। अनि यता पनि अचार रेडी हुँदैछ, हेर्दै गर्नु होला है। म कस्तो तरिकाले बोलेर आएको अन्त मासु पनि फ्राई हुँदैछ है। आलु र सिमी पनि काटिसकेँ। यो चाहिँ धेरै भयो। यस्तो मजाले घाम लागेको छ। टिलिलिलि घाम लागेको छ है। त्यो कस्तो दसैँको घाम त कस्तो छुट्टै भाइब्स दिन्छ है दसैँको घामले। कपडा पनि सुक्यो, अब एकछिन म उठाउँछु। ल लु सेतो तिल पिसेर हालिसकेँ। अब यहाँ तेल है त अचारमा चाहिँ
ल अचार रेडी भयो। सब्जी पनि काट्यो। यहाँ मासुको लागि ग्रेभी तयारी हुँदैछ। पानी पर्यो हेर्नुहोस्। ल मेरो चाहिँ चिकन पनि पाकिसक्यो। अनि यहाँ सब्जी अचार पापड सबै भइसक्यो। दाल पनि पाकिसक्यो। अब तिनीहरू आउँदैछ अरे, हिँड्यो अरे उताबाट, भर्खर मलाई मेसेज गरेको थियो। अब चाहिँ तिनीहरू आएपछि चाहिँ साग काटिराखेको छु। साग मात्रै पकाउनु छ, साग र खाना मात्रै, किनभने चिसो हुन्छ नि त। अनि अहिले 4:02 भयो। डिनर अरे यति 4 बजे नै पकाइसके सबै है। अब भात र साग मात्रै पकाउनु पर्छ, त्यो पनि सबै रेडी छ। ल यता सानाक्सिनीहरू पनि गरिसकेँ। अनि साथीहरू चाहिँ आएछ, म चाहिँ यहाँ माथि लिन जाँदैछु। उतै पुगेछ त्योहरू चाहिँ। ल खाना बनाउँदा उसमै आएको छु म त, एप्रोनमै। खोला झर्दैछ। पढाइ पुगेछ नि त। उतै पुग्नु भएछ त है मामा। घर पढाउनु पर्ने, छोरीको घरमा आउँदैछ है। उतै पुग्नु भएछ है। त्यहाँ के हो, मार्टको अगाडि भन्यो नि। हजुर यही हो त्यो उयो त, मार्ट त। त्यो लोकेसन चाहिँ उहाँ हो, त्यो उमासबाट। आज बनाइदिएर आइपुग्यो। यहाँ हेर, खाना बनाउँदै यत्तिकै कुदेर आएँ कि त्यस्तो हाँसो त यहाँ गऱ्यो नि त मुमालाई नमस्ते गरे। अनि ज्येष्ठ नागरिक भएकोले गर्दा सम्मान गरेको अरे त्यो बाजेले। अङ्कल ज्येष्ठ नागरिक भएर ल फाइनली आइपुग्यो। ओए आफ्टर लङ टाइम फेरि गरिदिएको राम्रो। मलाई म पनि गरौँ भन्दै थिएँ, अल्छी लाग्यो फेरि। मोटा छु है। अब साउनी भएपछि मोटाउनु पऱ्यो न, साउनी भएपछि। हजुर बल्ल शेर्पेनी जस्तै देखाएको छ। ए शेर्पेनीहरूको हजुर। हाम्रो त फेरि यहाँ अन्डरग्राउन्डमा हो नि मामु। मुनि हो घर त यही हो कि। अहिले पो खाली भएको छ यहाँ माथि त। अहिले पो खाली भएको छ हेर्न माथि। म चोर आयो भने त भाग्नु गाह्रो पनि मुमालाई त आउँदैन। चोर त आउँदैन। यहाँ त नि गेट लाउँछ। यहाँ सिसी क्यामेरा छ। यहाँ यी दाईहरू भक्कु मान्छेहरू बस्छ यही फ्लोरमा, यहाँ हाम्रै माथि। हस्पिटलकै मान्छे बस्छ त यहाँ पनि। अनि उयोहरू केटाहरू दाईहरू अनि कपालहरू पनि छ। तर शान्त जग्गा है। डिस्टर्ब त हुँदैन भन्दैछ त। अस्ति आन्दोलनमा गाडी पनि चलेको छ कि चलेको छैन केही नदेख्ने र तँलाई सोध्यो त। अब यहाँ छ रोड हो, त्यो पनि यहाँ त चल्दैन, त्यस्तो बस्छ हो। अनि के हुँदैछ बाहिर थाहै नहुने। कोठामै बसी तिमीहरू मात्रै अलग्गै तर सेपरेट छ। त्यसो भए अलग्गै कस्तो राम्रो है। हेर त यत्रो बाल्कनीहरू पनि कस्तो राम्रो ठाउँ रहेछ हौ। तर यहाँसम्म हो हाम्रो चाहिँ दाग लगाएको छ। यहाँदेखि उता गऱ्यो अङ्कलहरूले भनेको। जा मामा चप्पल खोल्नु पर्छ ल, यहीँ बाहिर होइन केही हुँदैन। हजुर वेलकम वेलकम। सानो छ केही हुँदैन, यहीँ खोल्नु न, म राखिदिन्छु। ल म यहाँ राखिदिन्छु ल। आजदेखि के हो भन्दाखेरि चाहिँ अब आजदेखि चाहिँ मेरो 3 दिन छुट्टी छ दसैँको। अनि यो दसैँको फर्स्ट छुट्टीमा चाहिँ म मेरो साथी स्वस्तिकाकोमा आइरहेको छु। खाना खानु इन्भाइट छ हामीलाई है। ल कता देखाएँ मैले है, त्यतै देखाइस्। यस्तो हुन्छ है यहाँ हेर्नु नि। भन्नु पर्दैन त। कति दिन बाद भेट्दाखेरि भ्लग सुरु भइहाल्छ फेरि हाम्रो चाहिँ। हेलो एभ्रीवन, वेलकम ब्याक टु माय भरे हेर्ने चाहिँ भ्युज चाहिँ नमस्ते सबैजनालाई। भ्युज चाहिँ भरे विचार मुमा त भित्र बस्दै गर्नु न मुमा।
यहाँ हेरिहाल्दै हेरिरहेछ सबैजनाले पर्खिरहेको छ यहाँनिर स्वस्तिकाकोमा आएको है हामी चाहिँ भित्र बस्दै मेरो दसैँको छुट्टी छ अब खाना खानु बोलाएको छौँ के गर्ने आफ्नो गाउँ घरदेखि टाढा छौँ हामी गाउँको साथीहरू होइन अब हुन्छ नि दार्जिलिङदेखि यो र म मात्रै हो चिन्जाने यतानिर होइन लु आइज काठमाडौँ ए आज धन्यवाद दसैँको कोसेली मामा तिम्रो साथीले दिएको मैले है बस्नु यहाँ ल दसैँको कोसेली मामु साथीहरूबाट अब एकछिन मामुहरू आउनुभयो बस्नुभयो अब चिया पानीहरू गर्छौँ है अनि ल शान्त राम्रो चेयर्स त गरेन त खास कुरा ल्याइदिएर भन्दैछ खै त्यसैले उसले यो खाएको थिएन भन्दै थियो अस्ति नै अनि मैले ल टेस्ट गर्न नेपालको प्लास्टिक उता राख्नु समर के हो समर्स बाई ए तर ट्राई गरेको जस्तो लाग्छ भैसरी हामी चाहिँ कडा कुरा त्यस्तो खाँदैनौँ है साथीहरू त्यही भएर उसलाई मैले सिम्पल ल्याइदिएको छु अब दसैँमा यसो मुख मिठास भएर भनेर यसमा चाहिँ 4.5 हुन्छ 4.5ले त मान्दैन 7%ले चाहिँ मान्छ दसैँ मान्नु आएँ है म त हजुरलाई पनि धेरै धेरै धन्यवाद दसैँ मान्न आउनु भएकोमा यो त अनि आमा ल कहिले आइसक्नु भन्दा अर्को दसैँसम्म हुने रहेछ नि त अर्को दसैँसम्म कस्तो रमाइलो लाग्यो यहाँ मलाई आइज अङ्गालाई पनि मारौँ त्यति एउटा बोतलले के पाउँछ अब यता यस्तरी हक गर्दा पनि मोटो भइस हौ अहिले कस्तो भएको छु अघि नै मैले हेरिसकेँ जिउहरू पनि कस्तो भएको छु नि ओके एभ्रिवान अब बसौँ अघि भर्खर खाना खाएर आएको अब के खाने होला रे मुमा चाहिँ यहाँनिर एकदम सुतिरहनु भएको छ कस्तो भयो मुमा आराम हुँदो रहेछ मुमा चाहिँ आज यही सुत्नुहुन्छ अरे यस गर्नु त मम्मा मुमा चाहिँ पुक्लुक्कै डल्नु भयो बाङ्गो अम्ला देख्छ ल हाँस्नु फेरि यस्तो होला नि एउटा फोटो सेसन हो रहा है यहाँ पर अनि मुमालाई चाहिँ उयो चिसोमा बस्नु मन लाग्यो अरे यहाँ मामुको फोटो सेसन हुँदैछ कपाल छेउनु भएको मुमाले चाहिँ 2टा बाटेको छाउँछ भन्नुहुँदैछ बाट्छ त 2टा हो त्यो लाग्दो रहेछ नि त्यो गरम लाग्दो रहेछ अहिले चाहिँ 5 बज्यो साथीहरू अनि खाना चाहिँ बसाइराखेको छु अरू त सबै पाक्यो अनि खाना मात्रै बसाएको यिनीहरू पनि भर्खर अघि खाएर आएको रहेछ ल मासु खाना खानु आउने मान्छे डिनरमा आउने मान्छेहरू चाहिँ रक्सी खाएर पल्टेको जत्तिकै भइरहेछ यता छ माम मैले त खाएको छैन है खानु चाहिँ खानु भएको छैन कसले पनि हो तर हालत चाहिँ त्यस्तो त्यस्तै भइरहेछ त्यही सुत्नु भएको छ म चाहिँ खाएको छैन मुमाले झन् धेरै खानु भएन सुतिरहनु भएको छ चल्दा नि चल्नु मुमा कति प्याक हान्नुभयो मुमा 2 गिलास खाएँ पानी नथपी भनिदिनु न अनि शीतल मिठो भयो मुमा आइसक्रिम मुमाले आइसक्रिम इन्जोय गर्नु हुँदैछ मुमामा त माछा राखिदिनु पर्छ माछा के यहाँ चाहिँ हो खानापिना अच्छा ल खानु है माम कस्तो भयो नुनहरू है म त फेरि चर्को खान्छु र चर्कै हाली पठाएँ कस्तो भयो चर्को त होइन पिरो भयो पिरो भयो पिरो हालेको थिइस् किन उयो अचार छ यसमा त्यही काटेको अलिकति खोर्सानी हालेको थिएँ धेरै त होइन कि उयो दाल हाल्दै यति होइन यति ग्रेभी हालेर त मैले नखानु नि त त्यसो भए मैले पो हाल्दै होला ग्रेभी त बाटो भएर खायौँ है हस् खानु है अब मामु चाहिँ फर्किनु हुँदैछ घर है डिनरहरू पनि भइसक्यो मिठो मिठो बनाएर खुवायो धन्यवाद हजुरलाई पनि थ्याङ्क यू सो मच आइदिनु भएकोमा है अनि ह्याप्पी दसैँ थ्याङ्क यू सेम टु यु ल अब मुमा चाहिँ यहाँ
मुमाको चाहिँ टिभीको कार्यक्रम अब टिभी चाहिँ छैन अब त्यही भएर मुमाको टिभी यही हो ल हेर्दै गर्नु ल मुमा हामी चाहिँ यहाँ मामुलाई एकछिन यहाँ इन्ड्राइभ आउँदैछ मामुलाई चाहिँ यहाँ बाटोसम्म छोडेर आउँछु मुमा चाहिँ यहाँ हेर्दो रहेछ अनि हामी चाहिँ यहाँ मामुलाई बाटोसम्म छोडेर आउँछु खानाहरू चाहिँ खाइसक्यौँ 6 बजी नै आज त मैले पनि 6 बजी नै खानु पर्यो डिनर अहिले पनि खाने फेरि अब खायौँ फेरि खाने बाई बाई हामी चाहिँ मामुलाई पुऱ्याएर यसको यहाँ मार्टमा फेरि के हो मेरोमा डिनर गर्नु आएको कि सपिङ गर्नु आएको अनि यो चाहिँ यहाँ मार्ट हाम्रै रुममा चाहिँ छेउमा चाहिँ मार्ट छ नि त अनि त्यही भएर चाहिँ यहाँनिर मार्टमा यसले के किन्छ अरे हो म त घत्ति न मत्तिको आइरहेको छु ल यहाँ ल खाना खाँदा यहाँ सब्जीहरूको के लागिरहेछ ल के किन्छस् किन यहीँतिर छ त्यसले सपिङ गर्छु भनेर यहाँ यो उयो चाहिँ बोक्छ भएर 2टा मात्रै किन्छ अरे सामान चाहिँ यहाँ त्यसको धेरै भाग ए होइन यता आइज न उयो किनौँ भनेको के खाने कस्तो होला है टेस्ट सोया पकौडी सोयाको रहेछ मिठो होला सब्जी टाइपको होला अन्डा हेर्दा कति चिटिक्क परेको है अन्डा बोके केटीले अन्डा बोके त्यो अन्डामा त्यो दाग के होला है यस्तै हुन्छ त्यो हाम्रोमा लिएको पनि यस्तै छ त अन्त त्यो उयोवाला ल केटीले 3टा अन्डा बोके दसैँको लागि कसैले 3टा अन्डा बोके हेर्नुहोस् है यहाँ हेर्नुहोस् है सुरुवालको हालत यस्तोमा चाहिँ यहाँ माट आइरहेको छु यसले ल्याएर ल ड्रिङ्कहरू के गर्ने दसैँमा खनाउँदैछ ल हामीले चाहिँ कम्प्लिमेन्टरी पनि पाएको छु यो जुस खासमा चाहिँ एउटा मात्रै दिदी यसलाई मात्रै अनि मैले चाहिँ एउटा मात्रै हो भनेर भनेको फेरि बिचारा मलाई पनि दिनुभयो यहाँ दाइ पनि हाँस्नु हुँदैछ ह्याप्पी दसैँ दाइ ह्याप्पी दसैँ हजुरहरूको छुट्टी हुँदैन दाइ हजुर छुट्टी हुँदैन अब हुन्छ एकछिनपछि ए होइन दसैँको त्यस्तै है And thank you for watching. गुड नाइट ओके दाइलाई सब्सक्राइब गर्नु लाउनु पर्ने है अन्डा चाहिँ मलाई चिटिक्कै परेको मन पर्यो है मुमा चाहिँ यहाँ सुत्नु भइसक्यो हामी 2जना चाहिँ यहाँ छौँ गुड नाइट ल गुड नाइट सबैजनालाई ब्लगको एन्ड यहीँ गर्दैछु होप यु लाइक दिस भिडियो है डोन्ट फर्गेट टु लाइक सेयर एन्ड कमेन्ट्स यति नै हो अब पछि देखाउँछु अबै एडिट गर्छु म पनि गर्छु आइज बाई बाई लभ यु अल